आज चाहिँ हामी लिची खान आएका छौँ। यो मान्छे चाहिँ शिखा भन्ने मान्छे हो। शिखा हो कि लिखा हो? कहाँ हिँडेको? कहाँ हिँडेको? उता चाहिँ उता के छ? अन्त के छ उता? के खानु आएको अरे? यता यता लिची खानु आएको। कति खाने? कतिवटा खाने भन्ने? 3टा मात्रै दिन्छु फेरि। कतिवटा खाने फिक्स भन्ने? 10वटा खाने। 10वटा मात्रै पायो। लु युनिस के गर्नु आएको अरे? मावलामा के गर्नु आएको? लिची। कतिवटा खाने? 20। ल 20वटा मात्रै पायो है। लु होइन यताबाट होइन ज्ञानी भएर कुदा चाहिँ होइन कुडै खायो। के भन्छ तयहरूले 10वटा मात्रै भनेको छ है। पाएन 10वटा। 10वटा मात्रै पायो। युनिसले चाहिँ 20वटा भनेको छ। तिमीहरू चाहिँ कति कति खाने? चाख्यौ? कुन बोटको मिठो रहेछ? कुन यो? लु यो बोटमा तिमीहरूलाई आजको रात बाँधिराख्ने। यता चाहिँ देख्नु सक्नुहुनेछ यो नभनी चोर्ने मान्छे कहाँ भएको? अनुहार देखाउनु पर्ने छ। एकजना चोर हाम्रो बगानमा लिची बगानमा पसेको छ। कहाँ गयो? हाम्रो बगानमा एकजना चोर पसेका छन्। खोइ अनुहार देखाउँ भनेको लुके गर्छन्। लिची चोर निस्केको अवस्था। लिची चोर्न कसले सिकायो? कसले सिकायो? अभिषेक भन्ने मान्छे नि। को हो त्यो? उदय भन्ने मान्छे। उदय क्यामेरा हाम्रो चोर हो देश बनाउन आएको। के भन? चोर हो देश बनाउन आएको। हामी चाहिँ आज लिची खाँदैछौँ। कस्तो रहेछ भनिदिनु पर्यो। एकदम स्वीट। ल यता अभिषेकले भनिदिनु पर्यो कस्तो रहेछ। भेवै मात्रै याङ हो खाउ खालको हो। कसरी खान्छ लिची? सेम सुशीला यसरी खाइन्छ। त्यसो गर्ने नि होइन कपै हाल्ने। अब आफ्नो पनि म चाहिँ अर्कै तरिकाले खान्छु ल। खाएन खाइसक्यो ल। डिम्कुली आन्टीको यहाँ हेर्नुहोस् त यसरी चुडाउनु पर्छ होइन? यसो गर्ने हो। लिची कति राम्रो छ। हेर्दै आउनु होला। हेर्दै त यति राम्रो। खाँदा त झन् कति राम्रो कति मिठो होला। यही डब्बा टिपेको। लिची धेरै भएर ओखै पखाइ छ यहाँ रे। हेर्न सक्नुहुन्छ लिची चोर्नु भएको त्यहाँ हेर्नु दुईटा त एकदम सेक्रेटली लिची चोर्नु भएको त्यहाँ मिठो खाने। बसी पनि टिप्नु पाइन्छ यहाँ रे। रुख चढ्नु पर्दैन। आन्टी चोर्ने अभिषेक भिडियो बनाउने म भाइरल हुने। कहिले पनि चोरेको भनिन्न। सबैको मकसद हो टिपेर खाएकोलाई चोरेको भनिन्न। सबैको मकसद हो लिची खाने। सबैको मकसद हो लिची खाने। जसले त्यसै गर्यो। लिची नै राम्रो हो कि
लिची नै मिठो कि किसिमै लाग्यो मलाई त के होला त्यो अरुणा दिदीले राम्रो हो कि लिची राम्रो हो कि अरुणा सिकाएको भए राम्रो हो किसिमै मिठो भयो त के अरे लिची चोरेर खाएको पनि कस्तो भिडियो गरेको हौ देखाइदिनु नि त यता लिची चोरेर खाएको एउटा लिची चोरेर खाएको यसले भिडियो गरेर ढुट्टो बनायो ल हाम्रो आन्टीले चाहिँ यत्रो बगानमा एउटा लिची चोरेर खानु भएको अरे पत्याउनुहुन्छ तपाईँहरूले गाइज यहाँ कति धेरै खाएछ त कोही हो चाहिँ थाहा भएन कसले हो ओइ तिमीहरु चोरेर खायौ यहाँ हामी त बोटैपछि एउटा एउटा मागेर खाएको है बोटलाई हामी कहिले चोरेर खादिम हामी बोटलाई एउटा एउटा मागेर खाएको कोलाबारी बोक्नेको जिउ चाहिँ यहाँ हेरौँ कोलाबारी कोला पनि होइन बारी कोला मात्रै होइन बारी ल ल वाउ क्या सानमा लिची चाहिँ होइन दाना चाहिँ पस्छ नि नहाँसी खाऊ ल गाइस हामी चाहिँ लिची खाएर केराबारी बोक्न गइरहेका छौँ बाटो चाहिँ यस्तो छ हाम्रो गाइस हिजो रातिको हावाहुरीले चाहिँ बाँसहरू लडाएछ यसरी तहस नहस गरेछ गाइस के हुन्छ को त्यस्तो डह्रो तिमी अनि जराइसँग उक्लेको त हौ ल गाइज हाम्रो लिची बारीमा त होइन कोलाबारी पनि छ गाइज हेर्न सक्नुहुनेछ हामीले यसरी बारेका छौँ मैले चाहिँ होइन है तर हाँस्दै हुनुहुन्छ यहाँनिर हाम्रो आन्टी हाम्री आन्टी चाहिँ मेरो कुरा सुनेर हाँस्दै हुनुहुन्छ कोलाहरू पनि सबै लडाएछ गाई सबै त होइन अलिअलि लडेको चाहिँ एउटा देखिरहेछ है थुप्रो छ तर सबै चाहिँ होइन यहाँ आउँदैछ एउटा अगाडि एकजना मान्छे चाहिँ हेर्नु नसकेर यहाँनिर के भन्छ लिची अलिकति एक प्लास्टिक बोकेको त्यही तान्दैछ त्यसलाई घिस्रिँदै आउँदैछ बामी सर्दै के साह्रो साइलेन्टमा हिँडेको हौ ल ल अब हामी के भन्छ लिची केराबारी घुम्नेछौँ त्यो चाहिँ खोल्सीले गर्दा फेरि पारी र बारी छ एकदम मिठो 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 पाइन्छ ल ल ल कोला बगान बोक्ने मान्छे नि फाइनल्ली आइसकेको छ लिची बोक्ने मान्छे पनि फाइनल्ली आइसक्नु भएको छ म चाहिँ माचिसेको छोरी तपाईँ चाहिँ को हो भनिदिनुहोस् जनता जान्न चाहन्छ तपाईँ को हो भनिदिनुहोस् सर्पाहरूको हुन्छ नि अब त्यसको के निकाल्दा उहिले त साह्रै सर्पाहरू बुझ्नु परेको हुन्छ आज हामीले के भ्रमण गऱ्यौँ अरे लिची बगान अनि कोला घारी अनि अर्को बाँस घारी अनि अमिलोको बोटतिर पनि भ्रमण गऱ्यौँ तलतिर यहाँदेखि माथि चाहिँ जङ्गल हो गाइज केराबारीदेखि माथि चाहिँ जङ्गल छ तपाईहरू घुम्न आउन सक्नुहुनेछ पिकनिक आउन सक्नुहुनेछ गाइज तर राम्री मान्छेहरू पानीहरू गाग्रो बोकेर आउनु होला गाइजहरू हामी जस्तै राम्री मान्छेहरू देख्न सक्नुहुन्छ अब चाहिँ फाइनली हामी फर्किनेछौँ क्यामेराम्यानले त्यो बार लाएर आएन भने
म त जान्दिनँ है त फाइनल्ली यहाँनिर हामी यहाँ रुपियाँ बाबालाई कोला लाँदैछ हजुर मेरो मम्मी चाहिँ सिप्लीको फ्यान हो क्या सिप्लीको फ्यान सिप्ली अस्ति त्यो यहाँ माथि राखेको एक उयो त कुहिएको छ नि तेरो बाजेको यो चाहिँ के को मुन्टा त्यो सिप्ली हो फाइनल्ली हामी चाहिँ सिप्ली केरा के भन्छ लिची चाखेर फर्किँदैछौँ गाइज देख्न सक्नुहुनेछ हाम्रो जनताहरू कतिजना छौँ हामीहरू कतिजना 6 जना छौँ ल ल ल कति राम्रो आएको मान्छे राम्रो हो कि टिपेर अनि तैँले टिपिन त्यो चाहिँ अलिक लाउँदैछ मान्छे नै राम्रो हो कि हाम्रो बोकाइ नै राम्रो हो कि हल्ला गरेर क्यामेरा राम्रो हो कि हेर्ने आँखा राम्रो हो फोटो खिच्ने मान्छे नै राम्रो हो ल फोटो खिच्ने मान्छे होइन हेर्ने दर्शकहरूको आँखै राम्रो हो फुलको आँखामा फुलै संसार हो राम्रो हो त्यो पनि तेल लगाएर कान्छे अहिले हरेक दुखिरहेको यो चाहिँ सिप्ली गाइस कसलाई मनपर्छ हाम्रो आन्टीलाई चाहिँ साह्रै मनपर्छ यो पेट सफा गर्छ यो मेरो मम्मीले खुवाएर मलाई दिदी खराब छ बाउ छोरीलाई मन पर्दैन मलाई सिप्ली सिप्ली खायो भने पुग्नु त पर्ला छ सिप्ली सिप्ली मामाले कहिले कहाँ पुग्नु भन्छ हौ सक्यो 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 कोला सक्यो कोला लिएको सक्यो 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 आधी बाटोमै कोलाको त मामाले खत्तम बनाएको गमरङ्गा डोकोमा हालेर कुदिहाल्यो होला भइरहेछ हावापानी आयो भने त खमाने खत्तम बनायो अरे कोलालाई चाहिँ हजुर लिनु कहाँ 2टा गाडी चाहिन्छ यिनीहरूलाई हिजो कहाँबाट यो गरेको यो अघि चाहिँ कहाँ तिमी चाहिँ कहाँ थियौ यिनीहरू कहाँबाट ल्याएको यिनीहरू घरैबाट ल्याएको म चारो पकाउँदै थिएँ हेर्न सक्नुहुनेछ यहाँ चाहिँ कटहरको रुख यहाँ चाहिँ अम्बकको रुख यस्तो रमाइलो छ हाम्रो गाउँ यहाँनिर चाहिँ के भन्छ अमिलोको बोट हेर्न सक्नुहुनेछ कति बाक्लो फल्या झल्लल्लल्लल्लल्ल यो जमुना ए जमुना हो वाउ हाम्रो आगनी यस्तो राम्री हुनुहुन्छ आज चाहिँ हामी हाम्रो परिवारहरू भेला भएका छौँ रमाइलो गरिरहेका छौँ गाइस हेर्न सक्नुहुनेछ मेरो घरको अगाडिको फुलबारी मैले रोपेको फुलबारी हेर्न सक्नुहुनेछ गाइस वाउ सो नाइस के यतिकै ह्यान्डसम हो कि किसिमै देखिँदैन हाम्रो यतिकै ह्यान्डसम हो कि बिरामी भएर ह्यान्डसम भएको हो कि त्यहाँबाट लडस मान पहिला तिमीहरू अमिलो खाने मान्छे चाहिँ अमिलै मन पर्दैन कति अमिलो चाहिँ दिए खाने मामाले चाहिँ लिची त खान्छ उयो लिची त मामाले देख्दा कति अमिलो यो चाहिँ मुस्कुन्डा फुल हो तपाईँहरूलाई बिरुवा चाहिन्छ भने मसँग सम्पर्क गर्न सक्नुहुनेछ यो चाहिँ भिन्दै कलरको यता भिन्दै कलरको वाइट कलरको यहाँनिर छ रेड कलरको देख्न सक्नुहुनेछ गाइज म कति मेहनती छु यहाँबाट तपाईँले थाहा पाउन सक्नुहुनेछ जय मन पर्यो यहाँ छ अरे ओए हेरिदिन्छ त हो अनि कड्के आँखाले हेरिदिन्छ त तँलाई के हो यहाँ ओ खाइदिनु भन्छ जय के छ विचार तँलाई त नि मन पऱ्यो क्या साह्रै यता एकपल्ट फेरि हाँस्दिन नि बोलाउँदैछ तँलाई बोलाउँदैछ ला स्याहारिदियो गाइज मन पर्यो अरे गाइज हेर है
ल छिटो छिटो जानु माथि पानी धुम्यो धुम्नु के गर्नु आँटेछ अहिले हत्या कसले होला त होला त हो कसले कोला बोकेर गलेको अवस्था लिचीले लडायो मलाई लिचीले मातेको अवस्था मायाको चिन्ह दिन्थ्यो म के भन्न चाहन्छु भने नि केही भन्दिनँ के भन्नु आँटे त्यो बिर्से हामी केरा यसरी बोक्दैछौँ होइन केरा लु झुन्डाउ त यति पोखरामा माथि चाहिँ केरा भन्दै रहेछ क्या एउटा हातले माथि अलिक यो माथि हो नि त टाउकोदेखि पनि खत्रोको खेलाडी खतरो के कोलाले खेला छापछिक भइसक्यो टुक्रा टुक्रा भइसक्यो अहिले सिक्लो भयो नि त कान्ताले उचाल 2 हातले आऊ यहाँ उचाल जुरुके 2 हातले अरे पात खुस्किन्छ है खोइ युनिस उचाल त कतिको डर रहेछ युनिस उचाल्ने रहेछ उचाल उचाल यो हो नि त कडा 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 हो जसरी हुनु उचाल्नु त हो नि उसको पालो उसलाई पनि जोस चलेको अवस्था छ गाइज कोला चाहिँ यसरी यसरी काट्नु पर्ने हुन्छ तर लामो रहेछ हजुर के चाहिँ लामो यो लङ रहेछ त कोला अर्ग्यानिक कोला चुला चुलीको हजुर चुला चुलीको प्योर प्योर अर्ग्यानिक कोला ल यो चाहिँ किन यस्तो गर्नुभएको आन्टी भनिदिनुहोस् गर भने कि पाक्छ अरे के कोला पाक्छ चो पनि लाग्दैन गाइस यतिको दिमाग चाहिँ लाउनु पर्छ क्या कोला त खत्तम बनाएछ नि त मामाको भान्जाहरूले त कान्छ नचल्नु है फेरि अहिले म धुलाई हान्छु नि भन्छ भन्छ भरे फेरि कल गर्दा पनि उठेन जान्छ फेरि सिधा आएर खोजाएर जुकासँग त्यस्तो डर लाग्छ आन्टी से म जस्तै हुनुहुँदैन लिएर टाँसिदिइराख्छु अनि छैन यहाँ त कहाँ हुन्छ बर्खामा त आउँछ नि हामी यता यहाँ सुतिरहन्छ हामीले पालेको भनेर जुगालाई हामीले पालेको खुन खुवाउँदै ल आजको भ्लग चाहिँ यहीँ एन्ड हुन्छ क्या केरा काटिसकेको छैन त्यहाँ के हो अन्त फेरि गर्नु भन्छ त हौ जे भन्दा नि पाए त आज भन्देऊ न हौ आज सुमन पर आज यहाँ लिची लिनुका केटीहरूसँग बात किन बाजेको किन बाजेको लिची टिपेर नखानु भनेको यहाँ हामीले गर्दा भाइरल भएको भन्छ लिएर गइरहेको यो फुलहरू चाहिँ कति राम्रो देखेको क्या भिडियो गरौँ लाग्ने भन्दा अगाडिका मान्छेहरूले राम्रो देख्छ यो हो नि त बसाइ चाहिँ गाइज यो हो नि त सुताइ केटाहरूलाई बोल्दा पनि यस्तो मान्छे देखाउनु पर्यो क्या अगाडि नै त यहाँ किन हल्ला गर्छ भाइ के हो ज्वाइँ मान्ने भने आउँदा हुन्छ के अरे अभि ज्वाइँ मान्ने भने यो चाहिँ अभिषेकको बुइनी हो जय भन्ने भए आउन सक्नुहुने यस्तो अफर कहिले कसले पनि दिँदैन नि आयो सुतेको लाग्छ भने पाउला कोलाबारी फाइनल्ली कोलाको पनि भारी भइसकेको छ फाइनली अहिलेको युवाहरूले चाहिँ भारी पनि बोक्दै रहेछ ल फर्स्ट टाइम देख्यो अलिक हेर भन्दा चाहिँ आउनु भयो लाइट बाल्दै अब देख्नु छोड्यो होला
ल फाइनली हामी भरे चाहिँ स्टोरी टिकटकमा बाई बाई छुट्टिन आँटेको अवस्था छ अब गाइस हामी घर गएर यो ब्लग हेर्छौँ छिटो हालिदिनु ल फाइनली अनि मलाई सेयर गर्नु है ल मलाई सब्सक्राइब गरिदिएको थियो बिहान